रूपा छ तालबेसी कास्की श्री जलचित्त महादेवको मन्दिर। तपाईहरुलाई स्वागत छ यस मन्दिरमा। यहाँको विशेषता भनेको यहाँ कस्तो छ भने पोखरा रूपाकोटको तालबेसीको यो रुखको जराबाट। हेलो, यो रूपाटालको सिन हो। ल, रूपाटालको सिनमा रूपाटालको तालबेसी भन्ने ठाउँमा पानी रुखबाट पानी आइराख्ने भनेर म पनि आएको। साथीहरु तपाईहरु पनि घुम्न आउनु होला। यहाँ जेस भनेको आटेको पुग्छ रे तपाईहरुलाई। यहाँ पूजा गर्ने पूजापाठ गर्ने ठाउँ। यो रुखबाट आएको पानी हो। रुखबाट पानी आइरहेछ। रुखबाट रुखको ठुटोबाट पानी आइरहेछ। यो पानी मजाले आछ। पिउन मिल्छ। पिउन मिठो छ यो पानी। र यहाँ आउनु होला, पूजापाठ गर्नु होला। आफूले मनले आटेको कुरा हुन्छ। रुखबाट पानी आइरहेछ। महादेवको पूजा गर्ने गर्नु रहेछ। यस्तो छ पानी तल आइरहेछ सर। यो रुखको ठुटा देख्नुभयो यस्तो मजाले। यस्तो यहाँ वरिपरि बार गरेर राख्नु भएको र यता पूजापाठ गर्नुहुन्छ। आउनु होला, यहाँ रमाइलो छ। मनले आटेको चिताको पुरा हुन्छ अरे। यस्तो मजाले आइरहेछ तल तर रुख गाडे जस्तो छ। यो रुख तलबाट गाडेर माथि पानी निकाले जस्तो छ। तर यो आफै आएको भन्ने एउटा यहाँको स्थानीय बासिन्दाहरूको भनाइ छ। यस्तो वरिपरि पूजापाठ गरिराख्नु भएको। त्यहाँको पानीलाई यसरी त्यो रुखको पानीलाई बाँस काटेर निकालेर यसरी बाहिर पिउनको लागि यस्तो बनाखाने पिउन पनि मिल्छ पानी। टक्क पानी पिउन पनि मिल्दो रहेछ। यसरी पानी पिउन नि मिल्ने खालको छ। त्यसले यहाँको रेखदेखको लागि यहाँ सिस्टर बस्नु भएको छ। एउटा सिस्टर बस्नु भएको। उहाँको फ्यामिली 2 जना बस्नु रहेछ। पालो उहाँको बुढा खाना खान जानुभयो। उहाँ एक्लै बस्नु भएको। ल हेर्नुहोस् है साथीहरु, यस्तो मजाको छ। आउनु होला। एक गाउँ यतातिर रूपाटालको पानीहरू उता टाल यहाँको तलाउ छ। रूपाटाल अलि अगाडि उतातिर पर्छ भनेपछि पारी गाउँहरू छ। पुरै गाउँ सर गाउँ छ यो। रूपा गाउँपालिका 6 मा पर्छ। माथि थोरै बजार छ त्यहाँ। त्यही हो, रमाइलो छ। आउनु होला।